यो गरेर अंश अझदेखि तामाङहरूको रीतिरिवाजहरूको बारेमा साथीहरु नमस्ते। यो भिडियोमा तपाईलाई देखाउन गइरहेका छौं तामाङहरूको दुईचोटी कसरी विवाह हुन्छ भन्ने विषयमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं। यो कुनै कसैको स्टोरी बनाएको होइन, यो भिडियो वास्तविक रीतिरिवाज अनुसारको भिडियो बनाएका छौं, किनकि यो रियल भिडियो हो जसमा जुन मेरो आफ्नै बिहे भएको भिडियो हो। और तामाङहरूको दुईटा विवाह कसरी हुन्छ भन्ने कुरा गर्दा तामाङहरूको विवाह पहिला सबभन्दा पहिला एकचोटी हुन्छ, जुन जस्तै जुन माइती केटी मान्छेको घरबाट चाहिँ माइतीबाट चाहिँ भेनाजुलाई सधैँभरिको लागि दिया छैन भने जस्तै के केही भयो भने हैन, मतलब झगडा गरेर माइती घरमा जान पाइन्छ एकदम खुल्ला ढंगले। तर यो वाङदे भन्ने दुईचोटी विवाह हुन्छन्। वाङदे गरिसकेपछि माइती घरबाट चाहिँ भेनाजुको लागि सधैँभरि सोपेर दिन्छन्। यो विवाह अन्तिममा हुन्छन् जुन वाङदे। और यो वाङदे भन्ने कुरा तामाङहरूको रीतिरिवाजमा गर्नै पर्ने हुन्छ, किनकि यो वाङदे गरिसकेपछि केटी मान्छेले चाहिँ जो दिनुपर्ने मरेपछि मृत्यु भएपछि पनि चाहिने सामानहरू दिने गर्छन् क्या, किनकि तामाङहरूको रीतिरिवाजमा यस्तै सामानहरू खोज्ने गर्छन्। जुन मरेपछि छोराछोरीले यस्तो गर्ने उस्तो गर्ने हैन, त्यो खोज्ने गर्छन्। त्यो दुईचोटी विवाह गरेपछि अन्तिम विवाहमा दिने गर्छन्। जुन यही भिडियोमा के छ कस्तो छ सबै आफन्तहरूले साथ सपोर्ट दिइरहेका छ। यिनी सबै आफन्तहरूलाई धेरै धेरै धन्यवाद भन्नुपर्ने हुन्छ, किनकि तामाङहरूको यस्तो छ कि एकजना व्यक्तिले केही पनि गर्न सक्दैनन्, सबै आफन्तहरू नै चाहिन्छन्। जुन आफन्तहरू यति धेरै साथमा आउनुहुन्छ भन्ने मलाई चाहिँ खासै आशा थिएनन्। तर जुन आफ्नो विवाह गर्यो वाङदे बनायो तब सबै आफन्तहरू साथमा आउँदाखेरि एकदम रमाइलो पनि लाग्यो। आफ्नो पनि यति धेरै आफन्तहरू साथ दिँदो रहेछ आउँदो रहेछ भन्ने किसिमको अनुभव पनि भयो। धेरै जस्तो साथीहरूलाई थाहा पनि हुँदैन होला कि जुन कच्ची उमेरमा विवाह गर्दाखेरि वाङदे गर्दाखेरि, किनकि हैन खेलाउन जस्तो लाग्छ। तर जब उमेर हुँदै जान्छन् त्यसबेला चाहिँ आफन्तहरूले यति धेरै आएपछि जन हाम्रो रीतिरिवाज यस्तो रहेछ, सबैले साथ दियो भन्ने एकदम महसुस एकदम मजाको फिलिङ गर्छन् कि एकदम रमाइलो एकदम खुसीको फिलिङ हुन्छन् क्या। यी सबै आफन्तहरू हुन्, सबै सदाको लागि यही भिडियोमा रहनेछ भन्ने अनुसारले मैले भिडियो बनाएका छौं र पोस्ट गरेका छौं। सधैँको लागि आफन्तहरूको साथमा यो भिडियोमा रहनेछ। और तामाङहरूको रीतिरिवाजमा सबैभन्दा धेरै रक्सीको प्रयोग गर्छ। जुन सबै यो बोक्ने र खाने पिउने सबै मोस्टली सबैभन्दा धेरै रक्सी नै प्रयोग गर्छ र यो सबै रक्सीको काम नै गरिरहेका छन्, किनकि इतिहासदेखि नै चलेको तामाङहरूको रीतिरिवाज हो। हामीले आफ्नो परम्परा आफ्नो रीतिरिवाजलाई कहिले पनि बिर्सिनु हुँदैन जस्तो लाग्छ, किनकि हाम्रो परम्पराले नै हामीलाई पहिचान्ने हो, हाम्रो रीतिरिवाजले नै हामीलाई पहिचान्ने हो। त्यसैले गर्दा हरेक मान्छेले आफ्नो परम्परा आफ्नो रीतिरिवाजलाई बिर्सिनु हुँदैन जस्तो लाग्छ। और तपाईहरुलाई के कस्तो लाग्छ? यो रीतिरिवाज तामाङहरूको नुवाकोट जिल्ला, धादिङ जिल्ला, रसुवा जिल्ला क्षेत्रमा सधैँभरि यस्तै चल्छन्। और पूर्व पश्चिमतिरको तामाङहरूको के कस्तो छ? यदि भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला, किनकि म पूर्व पश्चिमतिरको तामाङहरूको रीतिरिवाजहरूको बारेमा खासै जान्दिनँ। हुन त तामाङहरू सबै एउटै हो, जुनै पूर्व पश्चिम उत्तर दक्षिण संसारमा जति पनि हो, तर पनि रीतिरिवाजहरू फरक फरक मान्ने पनि गर्छन्। त्यो मलाई सुनेका पनि छन् मैले और थाहा पनि छन् हैन। तर नुवाकोट धादिङ रसुवा एरियाको रीतिरिवाजहरू यसरी मनाउँछ भनेर जानकारी दिइरहेका छौं। तपाईहरुलाई के कस्तो लाग्छ? यो भिडियोले के जानकारी पायो कि पाएन कमेन्ट गर्नु होला, प्रतिक्रिया लेख्नु होला। यहाँबाट चाहिँ तपाईले के चिनिन्छ भन्दाखेरि चाहिँ जुन तामाङहरूको पहिलो बिहे भइसक्यो, दोस्रो बिहे वाङतेमा गरिसकेपछि यो एउटा हैन चुलोहरू दिन्छन्, केही सामानहरू दिन्छन्। जुन कोताल खन्नेको मरेपछि खन्नुको लागि सामानहरू दिन्छन्, खाना बनाउनको लागि केही यी सामानहरू जुन छोराछोरीलाई चाहिने हो, यी सामानहरू अन्तिमको विवाहमा दिने गर्छन्। जुन तामाङहरूको रीतिरिवाजमा यस्तो रहेको छ। यो गरेर अंश अझदेखि राजीले